ओहो कपालहरू पनि गति नपत्ती भइरहेको रहेछ र पनि गुड मर्निङ सबैलाई। अनि बस पर्खिरहेको थिएँ म चाहिँ यहाँनिर बस स्ट्यान्डमा आएर होइन। हामी चाहिँ हस्पिटल जानुको लागि बस स्ट्यान्डमा बस पर्ख्यौँ। यहाँ चाहिँ बस नपाउने भयौँ हामीले। अनि फेरि हामी हिँड्दै हिँड्दै अर्को बस स्ट्यान्डमा गयौँ, किनकि त्यो बस स्ट्यान्ड जाँदाखेरि चाहिँ हामी अलिकति ढिलो भएछौँ नि त, 15 मिनट जस्तो ढिलो भएर चाहिँ त्यहाँ बस छुटेछ हाम्रो होइन। अन्त हामी चाहिँ अर्को बस स्ट्यान्डमा हिँड्दै हिँड्दै गयौँ। ढिलो भएको थियो किनकि हामीलाई चाहिँ हस्पिटल जानुको लागि आज हामी ढिलो नभइकन जाउँ भनेर चाहिँ हामी छिटो छिटो निक्लेको थियौँ घरबाट होइन। अन्त त्यहाँदेखि त आज हामी चाहिँ मजाले गयौँ अर्को बस स्ट्यान्डमा। त्यहाँदेखि हामीले त्यहाँको छेउछाउको मान्छेहरूलाई सोध्यौँ यहाँनिर त्यहाँ हस्पिटल जाने बस एरियाको बसहरू कहाँ पाउँछ भनेर सोद्धाखेरि चाहिँ यही हो बस स्ट्यान्ड, तपाईँहरू जानुहोस् न अलिक अगाडि भनेर होइन। अन्त हामी चाहिँ त्यहाँनिर अलिक अगाडि पुग्यौँ। अन्त हामी चाहिँ बस भेट्यौँ, बस जान आँटेको छ छिटो आउनुहोस् भनेर भन्यो। अनि हामी चाहिँ बसमा चढ्यौँ, म र मेरो साथी चाहिँ साथमा। साथीले चाहिँ मक्टु ल्याएको थियो अस्तिको हप्ता, जो चाहिँ पुऱ्याइदिनु थियो, त्यो पनि बोकेर चाहिँ बसमा चढ्यौँ। बसमा चाहिँ आज हामीले सिटहरू पनि खाली खाली पायौँ। अनि हामी चाहिँ बसमा चढेर लाग्यौँ बसमा। आज चाहिँ मौसमहरू अलिक राम्रो चाहिँ थिएन, घरि पानी पर्दै घरि रोकिँदै, घरि पानी पर्दै घरि रोकिँदै, रोडभरि पानीहरू भइरहेको थियो होइन। अन्त साइडमा चाहिँ मैले के चाहिँ भिडियो त्यहाँदेखि घरहरू देख्छ नि त, यहाँ दामी घरहरू हुन्छ भनेर चाहिँ मैले चाहिँ खासै घरहरू देख्नुको लागि चाहिँ भिडियोहरू बनाएको थिएँ होइन। तर मजाको घर चाहिँ देख्नु पाएन, एक दुईवटा घर चाहिँ देखियो होइन। तर पनि जति देखाउन सकेँ मैले त्यो चाहिँ भिडियोमा निकालेँ। कस्तो मजाको भिल्लाहरू जस्तो टाइपको घरहरू थियो, बङ्गलोहरू थियो मान्छेको होइन। अब कोही बेला हामीलाई पनि सक लाग्छ नि त्यस्तो घरहरूको लागि होइन। कस्तो दामी छ हेर्नुहोस् न, घर अगाडि नै यहाँनिर कस्तो मिठो कलरको छानाहरू भएको घर छ। अनि हामी चाहिँ छिटो छिटो पुग्यौँ। अनि हामी चाहिँ ढिलो भएको थियो नि त हामी त चाहिँ। अनि हामी चाहिँ कुद्दै गयौँ। त्यहाँ अगाडि मानिसहरू बसिरहेको थियो। अन्त गएको त क्लिनिकमा त कामहरू चल्दै रहेछ। अन्त होइन यो ढिलो भइसक्यो खै छोड्नुहोस् भनेर चाहिँ हामी त्यहाँदेखि उकालो लाग्यौँ। थाकेर गलेर सिँढी उकालो चढ्दाखेरि त कुदेकोले गर्दा गलेर ससेर भयौँ। र पनि कुद्दै हामी चाहिँ गयौँ। सिँढीमा चढ्नै सकेन, बल्ल सेकेन्ड फ्लोर क्रस गरेर थर्ड फ्लोर आयौँ। अन्त हाम्रो क्लिनिकको त्यहाँ आउँदाखेरि चाहिँ यति दामी गीत बजेर त्यो साफसफाइहरू चलिरहेको थियो त्यहाँनिर होइन। आज तर अलिक कम्ती अपोइन्टमेन्टहरू थियो किनकि आज हामी बिहानै थियो। अनि म चाहिँ भित्र पसेँ डाइरेक्ट छिटो गएर। अनि म चाहिँ आइपुगेँ निचुपाडम। त्यहाँ गएर मैले सोधेँ सबैलाई होइन, बस्दै गर्नुहोस् बहिनी भनेर भन्यो। त्यहाँनिर चाहिँ वेटिङ गर्नेहरू धेरै थियो, पछि आयो त्यहाँदेखि सबैजना। अनि चाहिँ आज चाहिँ म मेरो दाँतहरूलाई चाहिँ तारहरू फेर्नु थियो। अन्त म चाहिँ मेरो दाँत पनि सफा गर्छु, आज चाहिँ मेरो डल्लै कामहरू गर्छु भनेर म चाहिँ सोचिरहेको थिएँ। अन्त त्यहाँदेखि म चाहिँ वेटिङ गरेर थिएँ, 1 घन्टा भइसकेको थियो मेरो चाहिँ आउनु छैन होइन, टाइमै आउनु छैन। त्यहाँदेखि मैले भित्र पनि मास्क लगाएर त्यहाँदेखि बसेको थिएँ, हस्पिटलमा थिएँ नि त। घरिघरि टाइम पनि सोध्दै थिएँ यहाँनिर कति बेला आउँछ हाम्रो टर्न चाहिँ यहाँनिर भनेर चाहिँ हस्पिटलको एरियाहरू पनि देखाउँदै थिएँ मैले चाहिँ होइन। मेरो साथी चाहिँ सोध्नु गएको थियो भर्खर त्यहाँनिर। अन्त हामी चाहिँ यहाँभित्रबाट जानुपर्छ नि त, यहाँभित्रबाट गएर चाहिँ हामी चाहिँ यहाँनिर डक्टरहरूले बोलाउँछ नि यसको भित्र जानु सबैजना थियो। मलाई चाहिँ हस्पिटलमा क्यामेरा अन गर्नु पनि अप्ठ्यारो लागिरहेको थियो। हाम्रो नाम फाइनली हाम्रो नाम आयो होइन। अन्त हामी चाहिँ भित्र गयौँ डक्टरकोमा। सबैलाई गुड मर्निङ, नर्सहरूलाई गुड मर्निङ गरेर चाहिँ वेलकम गरेँ। डक्टर चाहिँ यहाँ चेकअप गर्थ्यो, मेरो चाहिँ चेकअप अलरेडी भइसकेको थियो। अनि मेरो साथीको टर्न थियो, उहाँ चाहिँ सिनियर डक्टरले चेक गर्नुहुँदै थियो उहाँलाई चाहिँ होइन, साथीलाई चाहिँ। अन्त साथी चाहिँ यहाँनिर दुखेर कस्तो भएको थियो, ऐनाले त हेरौँ उसको दाँत के भएछ भनेर चाहिँ। म त ह्यान्डसमदेखिको नराम्रै हुन आँटिसक्यो, डक्टर राम्रो बनाइदिनु नि मलाई भनेर मेरो साथीलाई सुताएर बोलिरहेको थिएँ होइन। अनि डक्टर चाहिँ ल नसुर्ताउ, म तिम्रो दाँतलाई एकदम राम्रो चमकदार बनाइदिन्छु, निचुपाडममा जो तिमी आएको छौ भन्दै डक्टरले ल हामी काम सुरु गरौँ है त अब भनेर चाहिँ डक्टरले चाहिँ उसको दाँतलाई हेरेर चाहिँ एकदम काम सुरु गरिहाल्यो। अनि हामी चेकअप नगर्दाखेरि चाहिँ उसको दाँतको लागि चाहिँ 1 घन्टा हामीलाई एक्स्ट्रा वेट गर्नु पऱ्यो होइन। म चाहिँ बाहिर बसेर वेटिङहरू गर्न थालेँ। जब कन्सल्टेसनहरू सबै सक्यो उहाँकोबाट, अन्त काम सुरु भयो। अनि त्यहाँदेखि हामी काम खत्तम गरेर पेमेन्ट गरेर चाहिँ लाग्यौँ घरतर्फ। हामी चाहिँ फेरि पनि उबरमा चढ्यौँ, बस पाएनौँ। जोर हिँड्दै जाने भनेर सोचेको थियौँ, के क्याफेहरू पनि जाने हुँदै पाएनौँ। र अहिलेलाई चाहिँ यति नै, थ्याङ्क यू सो मच।